हेलो गाइज, गुड मर्निङ। अब चाहिँ लमजुङतिर लाग्नुपर्ने हुन्छ। घरतिर धेरै बसियो, 3-4 दिन बसियो काठमाडौँतिर नि। दाइ चाहिँ सुतिराख्नुपर्छ, उठेको छैन। म चाहिँ अब रेडी सेडी झोला प्याक गरेर अब हिँड्नुपर्ने हुन्छ गाइज। अब जुत्ता सुत्ता लाएर रेडी भएर तात्तिनुपर्छ। ल गाइज, अब चाहिँ रेडी भइसक्यो। अब चाहिँ हिँड लाग्नुपर्छ। दाइ त उठ्ने टाइम भएको छैन। दाइसँग जान्छु भने अब सामानहरू बाहिर निकालेर लिपसिपको बटन थिचेर अब लाग्नुपर्ने हुन्छ लमजुङ बस्ती सहर। भयो भने फर्स्ट गाडीतिरै जानुपर्ने हुन्छ। जति छिटो गयो त्यति राम्रो हुन्छ भनेर म चाहिँ उठ्ने बित्तिकै रेडी भएर जान खोजेको। अब गाडी कति बजे पाउने हो थाहा छैन। झोला सब झिकेर अब दाइसँग जान्छु भनेर गएँ। अब चाहिँ ल गाइज, अब लागे बाई बाई काठमाडौँ, बाई बाई सुन्दारा भन्दै लागे बिहान नै। ल गाइज, मुनि पनि झरिहाल्यो। भाइले अब ट्याक्सीमा सामान हालेर लाग्नुपर्ने हुन्छ लमजुङको यात्रा। बाटो कस्तो छ फेरि गन्द्राङ र गुन्द्रुङ होला गाइज। के गर्नु, अब जानु पर्यो। भेटघाट गर्नै पर्यो सबैजनालाई। भाइले ब्यागहरू हालेर लागे ल बस पार्क। नयाँ बस पार्क हो कि कता हो, खोइ आजभोलि कताबाट लाग्छ गाडी। लाग्यो लमजुङतिर। कति बजे गाडी पाउने हो थाहा छैन। अब अहिले गयो भने त 3-4 बजी पुगिन्छ होला लमजुङ सायद। बाई बाई काठमाडौँ। ल बस पार्क होइन, माइक्रो पार्क पनि आइयो भेन। अब टिकट पनि काटेँ अनि मेरो पुरानो साथी पनि भेटेँ। म जाने माइक्रो चाहिँ ऊ त्यो गाइज। ल है काठमाडौँ टु लमजुङ लाग्यो है। साइडमा सोल्टीहरू पनि छन्। सोल्टी एन्ड सोल्टिनी पनि कुनातिर छन्। अहिले चाहिँ खाजा खानको लागि रोकेछन्। ठाउँको नाम चाहिँ थाहा भएन, कता हो। अनि एकजना बाजेसँग गफ गर्दै बसे। ल गाइज, अब चाहिँ लागिन्छ। सबै खाजा खाँदैछन्। र फेरि अर्को ठाउँमा ल्याएर रोकिदियो। अरू त केही खान मन लागेन। निम्बु मगाएँ अनि लागे फेरि यात्रामा। मुक्लिन पनि आइपुगे गाइज। मुक्लिन बजार हेर्नुहोस् गाइज। अब मुक्लिनको पुल, पुरानो पुल। हामी चाहिँ अहिले नयाँ पुलबाट होला हिँडेको। हेर्नु जस्तो दामी भ्यू देखेछ यहाँबाट। हरियो डाँडा, हरियो धन नेपालको धन, हरियो वन नेपालको धन भन्छ। खै के हो आफूलाई त थाहा छैन। ल गाइज, म त बाटोमा त मस्तले सुत्दैछ। घर पनि आइपुग्यो। हेर्नुहोस् त सोल्टीहरूको कुखुरा भाले भन्दै यो भ्लग यहीँ सकाइदिन्छु। बाई बाई।